वास्तुशास्त्रका 7 अमूल्य नियम जुन नियमले तपाईँको घरमा धन, सुख, समृद्धि र सौभाग्यको वर्षा गराउँदछ। नम्बर 1, दक्षिण दिशामा तुलसीको बिरुवा नरोप्नुहोस्। यस्तो घरमा वंश वृद्धिमा बाधा आउन सक्छ, सन्तान सुखमा सङ्कट आउन सक्छ। तुलसी सदा पूर्व वा उत्तर पूर्व दिशामा राख्नु उत्तम मानिन्छ। नम्बर 2, पवित्र पूजा सकेपछि चामलका 2 साबुत दाना पूजा स्थानमा राख्नुहोस्। यसले घरमा स्थायी लक्ष्मीको बास हुने जनविश्वास छ। धन आगमनका मार्गहरू स्वयं खुल्नेछन्। नम्बर 3, अरूको लगाएका लुगा वा इत्र प्रयोग नगर्नुहोस्। यसले अशुद्ध ऊर्जा ल्याउने विश्वास छ। यो बानीले दुर्भाग्य, सङ्कट निम्त्याउन सक्छ। आफ्ना वस्त्र र सुगन्ध सधैँ आफै राखौँ। नम्बर 4, घरको उत्तर दिशामा 7 घोडाको तस्बिर राख्नुहोस्। 7 घोडा प्रकृतिको प्रतीक हो। यो चित्रले कर्मलाई गति दिन्छ, लक्ष्मीलाई आकर्षण गर्छ र व्यवसाय वा काममा तीव्र उन्नति गराउँछ। नम्बर 5, मुख्य ढोकालाई सधैँ सफा, सुगन्धित र सजाएको राख्नुहोस्। घरको मूलद्वारबाट शुभ ऊर्जा प्रवेश गर्छ। जति शुभ र आकर्षक मूलद्वार हुन्छ त्यति सुख, शान्ति र लक्ष्मीको कृपा रहिरहन्छ। नम्बर 6, मन्दिरबाट ल्याएको शुद्ध सिन्दुरले मुख्य ढोकामा स्वस्तिक चिन्ह बनाउनुहोस्। विशेष गरी मङ्गलबार वा शनिबार हनुमानजीको चरणमा अर्पण गरेको सिन्दुर ल्याएर स्वस्तिक बनाउँदा घरमा समृद्धि, सुरक्षा र सौभाग्य बढ्दछ। नम्बर 7, पूजा कोठामा गाईको घिउ वा तिलको तेलको दीप प्रज्वलन गर्नुहोस्। बिहान वा बेलुकी नियमित दीप जलाउँदा घरमा नकारात्मक ऊर्जा नष्ट हुन्छ, वैर, विरोध, कलह, कलेश टाढा रहन्छ र मनमा शान्तिको सञ्चार हुन्छ।